अविरल वर्षाका कारण काठमाडौँका विभिन्न क्षेत्र डुबानमा परेको छ। गए रातिदेखि परेको अविरल वर्षाका कारण नदी छेउमा रहेका बस्तीहरू डुबानमा परेको छ। भारी वर्षातका कारण काठमाडौँ उपत्यकाका ढुङ्गेधारा क्षेत्र, सामाखुसी, अनामनगर लगायतका क्षेत्र डुबानमा परेको हो। बागमती र मनोहरा खोला आसपासको क्षेत्रमा रहेको बस्तीहरूमा बाढी पस्दा करोडौंको क्षति भएको छ। यसैगरी भारी वर्षाका कारण सड़क, घर, विद्यालय क्षेत्र जलमग्न हुँदा जनजीवन प्रभावित भएको छ। काठमाडौँ उपत्यकाको बुढानीलकण्ठ, सुन्दरीजल, नगरकोट आसपासमा भारी वर्षा भएका कारण उपत्यका भएर बग्ने खोला तथा नदीमा पानीको बहाव बढेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण उपत्यकाका नदी अझै बढ्ने आंकलन गरेर ठाउँ ठाउँमा प्रहरी टोली परिचालन गरी सचेतना अपनाउन आम नागरिकलाई आग्रह गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। भयो क्षतिहरू चिनी, दाल, नुन, तेल, चामल, बिस्कुट, साबुन, सेम्पूहरू, अब धेरै कुराहरू क्षति भएछ। कति त बगाएर पनि लगाएछ त्यतिर, उतापट्टि त बगाएर पनि लगिरहेको छ। अहिले टिप्यो, अलिअलि बगाएको चाहिँ टिप्यो। अब यो धिन्ने कुरा त भिज्यो, अब बचाउन सक्ने अलिअलि बचाइयो। त्यस्तै छ। भयो 1.5-2 लाखको क्षति गरायो आजको पानीले। लाइन पनि दिइरहेको है।
छ